फेरि बसिहालेछ भक्कर सफा गरेको उठा 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 के भएको उठा म यहाँ सुत्छु नि त लौ भक्कर सफा गरेको भनेको बुझ्दैनौ उठा उठा के भएको नबस भनेको त फेरि बसिहालेछ उठा अन्त के गर्नु भला त रातभरि सुत्न पनि पाउँदैन टाउको दुखेर बड्डो हुन्छ अहिले बिहान सुत्नु भनेको क्याङ 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 गरेर कसरी सुत्नु भला त लु साह्रै भयो अब हिँड डाक्टर भएकोमा हिँडिहाल हिँड आयो नमस्ते सर नमस्ते सर नमस्ते पेशेन्ट को म बस्नु समस्या के छ ओ हेर्नु न डाक्टर साहब रातभरि हिँड्न लागेन भनेर क्याङ 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 गर्छ फेरि सुतिरहेको हुन्छ दिनभरि पनि सुत्छ एउटा राम्रो दबाई दिएर लु ठिक पारिदिन्छ डाक्टर साहब रातभरि सुत्नै सक्दिन उसले जे भने त्यही हो म दुईटा निन्द्राको ट्याब्लेट दिन्छु बेलुका सुत्ने बेलामा तपाईँले खानुहोस् बिहान दिउँसो चाहिँ उहाँलाई खिलाइदिनुहोस् अरू सब ठिक भइहाल्छ